चुनावको बेला बिर्सिनु होला है, माटो चिन्हमा भोट छ है। हुन्छ हजुर, हस् हस्। हेलो हजुर, नमस्कार हजुर, नमस्कार हजुर, नमस्कार। अनि के छ हजुर खबर? हजुर हजुर ठिकै छ हजुर, म पनि ठिकै छु हजुर, ठिकै छ हजुर, हजुर ठिकै छु हजुर, ठिकै छ हजुर, आरामै भन्नु पर्यो। ए अनि ठिकै छ हजुर, त्यताको खबर सबै सन्चै हुँदो रहेछ होइन? म पनि ठिकै छु हजुर, सन्चै छु, आरामै छु। अनि त्यसले गर्दाखेरि तपाईँहरूको के छ कसो छ भनेर हजुर यसो फोन गरेको नि, यसो बुझौँ के छ कसो छ। अब सुख दुःख त्यस्तै त अनि नेपालमा होइन। अब नेपालमा अब सबै नेपाललाई भ्रष्टाचारले सकिहाल्यो होइन। अनि अब तपाईँ हामी भनेको अब अर्काको गुलामी, अब बाहिर देश जानु, अर्काको देशमा गएर कुटाइ खानु, गोदाइ खानु, पीडा सहनु, दुःख सहनु, अब खाइ नखाइ अब कमाउनु हजुर, त्यही त हजुर, हजुर हजुर त्यस्तो समस्या हुन्छ हजुर। अनि यतातिर अब घरतिर अब परदेश जाँदा हजुर घर बिग्रिन्छ हजुर। अब घर नजाउँ परदेश नजाउँ घरदेश बिग्रिन्छ, परदेश जाउँ घरदेश बिग्रिन्छ हजुर। हजुर हजुर मिजु हजुर ठिकै छ हजुर हजुर। ए हजुर हजुर मिजु, यो अब यो पार्टीकै कुरा गर्ने हो भने त हजुर, यो आउँदै गरेको चुनावमा चाहिँ अब सबै दलहरूलाई पहिला हामीले भोट पनि दिएको, चुनाव गराएको, अब चुनाव गरेको, मत पनि दिएकै हो। जति अब राम्रो मान्छे छन्दा पनि दुखाइदिने मात्रै रहेछ हजुर अहिले त हजुर। हजुर 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 हजुर, अहिले तपाईँको नयाँ पार्टी, नयाँ दल भनेको हाम्रो श्रम संस्कृति पार्टीको श्रम संस्कृति पार्टी छ हजुर। हजुर श्रम पिता हर्क साम्पाङ हजुर। तपाईँले पनि राम्ररी चिन्नु भएको छ नि हजुर। ए हजुर हजुर हजुर। ए हजुर त्यही त अब हाम्रो चाहिँ अब यहाँनिर के भने अब चुनावको महलमा अब अरू दलहरू अरू पार्टीहरूले पैसा बाँड्ने, भात मासु खुवाउने, अब त्यसैमा हामी एक छक मिठो रसिलो खाएर 5-10 हजार पैसा लिएर मक्ख पर्छौँ हजुर। त्यसैको परिणाम 5 वर्षसम्म हामी अर्काको नक्करी, अर्काको चाकरी, दुःख पाइरहने, समस्या आइरहने, त्यो पहल नहुने। चुनावको बेला नमस्कार हजुर, चुनाव दिनुहोस्, हामी सेवा सुविधा सबै उपलब्ध गराउँछौँ, तपाईँको पीडा के छ भनेर सोध्नु आउने हजुर। चुनाव दिएपछि त हजुर ठुला ठुला हुन्छन् माथि माथि, त्यो भइसकेपछि हामीलाई हेर्ने होइन हजुर। त्यही त हजुर 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 हो त। हामी यो श्रम संस्कृति पार्टीको चाहिँ चिन्ह चाहिँ मिजु हजुर, यो माटोको चिन्ह चाहिँ यसो अन्जुलीमा माटो उठाएको छ हजुर, तपाईँलाई पनि थाहै रहेछ हजुर। त्यसैमा हामीले चुनावमा हाल्नुपर्छ। हर्क साम्पाङको सही मार्ग निर्देशन हामी परमजीवीलाई श्रमजीवी गराएर अब राम्रो काम गरिरहनु भएको छ, अब त्यतै दिनुपर्छ हजुर। अब भोट माग्ने त थुप्रै आउँछन्, तर पनि अब उहाँलाई दिनुपर्छ। उहाँको भिजन र मिसन राम्रो भएको कारणले हर्क साम्पाङलाई नै अब प्यानललाई नै हामीले जिताउनुपर्छ है हजुर। चुनावमा जिताउनुपर्छ हजुर, त्यही गर्नुपर्छ। तपाईँको क्षेत्रबाट तपाईँले जति सकेको सहयोग गर्नु होला। हाम्रो श्रम संस्कृति पार्टीको प्यानललाई नै जिताउनुपर्छ हजुर, सबैले जिताउनुपर्छ। अहिले हाम्रो राम्रो नेतृत्व गरिरहनु भएको छ श्रम पिता हर्क साम्पाङज्यूले, त्यही भएर अब हामीले अब दिनुपर्छ। अब राम्रो काम गर्ने, जनताप्रतिको उत्तरदायित्व जिम्मेवारी बोकेर तपाईँ हाम्रो जनताको समस्या नै आफ्नो समस्या हो भनेर लागि पर्ने नेतै अहिलेको नेतृत्वकर्ता नै श्रम पिता हर्क साम्पाङ हजुर। त्यसैले दिनुपर्छ। लु हजुर पक्का पक्की गरौँ है फेरि। तपाईँ अब चुनावमा छाप हान्ने बेलामा ख्याल गर्नु होला नि हजुर। माटो अन्जुलीमा माटो उठाएको चिन्ह छ, त्यसमा हाल्नु होला हजुर। फेरि दायाँ बायाँ हात चाहिँ नलपकाउनु है हजुर। हजुर त्यो एक छक मासु भातमा हाम्रा पछिल्ला भविष्य पुस्ताहरूको पनि हामीले मिठो एक छक खान्छौँ। हामीले एक छक खाएर चाहिँ अब
मिठो खाएको झकमा लाइन छ हजुर हजुर अब हजुर त्यसले गर्दाखेरि हामीले 5 वर्षसम्म दुःख पाउँछौँ हामीले पाउँछ हामीले एक छाप हानेको छापले हाम्रो चाहिँ पछिल्लो पुस्तासम्म असर गर्छ है मिजु हुन्छ हजुर हुन्छ है बिर्सिनुहुन्छ है श्रम संस्कृति पार्टीका अध्यक्ष चाहिँ अब हर्क सम्पाङ हुनुहुन्छ उहाँको सिटै प्यानललाई तपाईँ हामीले चुनावमा चाहिँ हामीले मत हाल्नुपर्छ ठिक छ हजुर ठिक छ हजुर म त हजुर श्रम संस्कृति पार्टीको चुनावमा छाप हान्नलाई त म त हजुर आँखा फुटेर अन्धै भयो भने पनि म अन्दाजैले माटो चिन्हमा छाप हान्छु हजुर म एकदमै कन्फर्म छु तपाईँ टेन्सन नगर्नुहोस् है बिजु तपाईँले त्यता यस्तो साथीभाइलाई पनि ल है यस्तो हाम्रो राम्रो मिसन र राम्रो भिजन भएको नेतालाई चुनाव दिएर चाहिँ हामी अल्छे भयौँ श्रमजीवी भएनौँ अनि दुःख पाइरहेछौँ अन्तर्राष्ट्रियले उत्पादन गरेको अन्न खाएर बसिरहेछौँ हाम्रो बारीहरू बाँझै छ घर जग्गा बाँझै छ अब ठुला जङ्गल भएको छ नापी जग्गाहरू पनि तपाईँको जङ्गलले गर्दा सरकारी जस्तो भएको छ पत्तै लगाउन नसक्ने भएको छ हजुर हामी अल्छे भएर हो नि त हर्क सम्पाङले मात्रै ठिक गर्नुभयो हजुर परमजीवीले श्रमजीवी गर्नुभएको छ ल हजुर मिजु भेटौँ ल है हजुर चुनावको बेला बिर्सिनु होला है माटो चिन्हमा भोट छ है हुन्छ हजुर हस् बाई हजुर हुन्छ ल हुन्छ